नमस्ते, स्वागत छ फ्लावर नेपालमा। आज चाहिँ म यो कार्नेसन फुल कसरी राम्रो बनाउने र कसरी केयर गर्ने यसको बारेमा भन्न गइरहेको छु। यो फुल चाहिँ 12 महिना फुल्ने फुल हो। यो चाहिँ विभिन्न रङमा पाइन्छ। यो चाहिँ हाइब्रिड खालको कार्नेसन हो। यो चाहिँ दुई प्रकारको हुन्छ, ठुलो खालको र यो सानो खालको भयो। यसलाई चाहिँ राम्रो बनाउनको लागि हामीले बेला बेलामा मल जल राम्रोसँग हेरचाह गर्नुपर्छ। यसमा कसरी मल हाल्ने र कसरी राम्रो पार्ने भनेर सिकाउन गइरहेको छु। यसमा चाहिँ मैले हाम्रो चाहिँ यो गोड्ने बेला भएको भएर अहिले मल पनि हालेको भएर यो भिडियो देखाउन गइरहेको छु। यसलाई चाहिँ हामीले बोन मिल, पिना, डिएपी मिक्स गरेर हाल्नुपर्ने हुन्छ। तपाईँहरूले छुट्टाछुट्टै हाल्दा पनि हुन्छ। मैले चाहिँ यसमा पहिल्यै मिक्स गरेको भएर मैले यो गोडिसकेको छु। यसलाई चाहिँ हामीले हजुरहरूले खाल्टो पारेर हाल्दा पनि हुन्छ र फुलको वरिपरि खाल्टो पारेर फुलको जरामा नपर्ने गरेर हाल्नुपर्ने हुन्छ। यसलाई चाहिँ राम्रो बनाउनको लागि हजुरहरूले सुकेको फुलहरू झिकेर फ्याँक्नुपर्ने हुन्छ र यो सुकेको फुलहरू हाँगाहरू काटेर फ्याँक्नुपर्ने हुन्छ। जति काटे त्यति यो झम्म भएर आउँछ। सकेको छौँ। मल हालिसकेपछि पानीले राम्रोसँग भिजाइदिनु होला। यसलाई चाहिँ बर्खाको पानीबाट जोगाउनु पर्ने हुनेछ। बर्खाको पानीमा डाइरेक्ट बर्खाको पानी पर्ने ठाउँमा राख्नु हुँदैन। हजुरहरूलाई यस्तै जानकारीमूलक भिडियो हेर्नु परेमा हामीलाई लाइक फलो गरिदिनु होला।